हेलो गाइस, सबैजनालाई वेलकम छ राई ब्लग्स च्यानलमा। आजको एउटा सानो भिडियोमा है। आज चाहिँ हाम्रो यहाँनिर घिलु मलाम गर्दछ र घिलु मलामको लास्ट दिन हो आज चाहिँ है। र लास्ट दिनमा चाहिँ हाम्रो यहाँनिर के भन्छ दलाई लामा आउनु भएको थियो। त्यसले गर्दाखेरि चाहिँ यहाँनिर फेरि फोनहरु पनि ल्याउनु पाउँदैन, भिडियो त्यति गर्नु पाइन हो। र आजको दिन घिलु मलामको लास्ट दिनमा चाहिँ कतिको भिड थियो भन्दा चाहिँ आज म तपाईहरुलाई देखाउने वाला छु। यति नै चाहिँ तपाईहरु सबैजनाले सानो भिडियो छ, बेसी लामो छैन है, 2-3 मिनेटको हुन्छ होला सायद। यहाँ चाहिँ हाम्रो चुलाखाङको लाखाङ है, लाखाङ भित्र जानुको लागि चाहिँ यतिको भिड हुँदैछ। यहाँ लाइन बसिरहेको छ है, मान्छेहरु नभएको 2000 जस्तो जाँदा होला, 1500-2000। र यहाँ चाहिँ बाहिरनिर हो, बाहिर अब पूजा सकेर चाहिँ सबैजना निस्केको है। अब यहाँ चाहिँ उ पर हेर्नुस् गाडीहरु कहाँसम्म लामो लाइन छ, मान्छेहरु बाटोमा भएकोले गर्दा हो। हेर्नुस् मान्छेहरु कति बेसी छ। र सँगसँगै तपाईहरुले मेगलोडगञ्जको भ्यूहरु पनि अलिकति हेर्नुस्। आजको दिन पनि राम्रो भइरहेको थियो। र यतापटि चाहिँ हाम्रो मेगलोडगञ्जको एउटा सानो भ्यू। आजको दिन राम्रो थियो है, घामहरु लागेर घाम पनि लाग्दै हावाहरु चल्दै एकदम रमाइलो दिन भएको थियो। र यहाँनिर चाहिँ अब मान्छेहरु बाहिर निस्किन लागेको, अन्त लाखाङहरु जग्गा गर्दै कतिजना बाहिर निस्किँदै, कति आफ्नो घरहरु फर्किँदै। यतापटि हेर्नुस् कति बेसी भिड छ। यता चाहिँ अब मान्छेहरु सबैजना बाहिर निस्किने टाइममा हो है, आफ्नो अब घर फर्किँदा लामा केटाहरु फेरि ब्रेकको टाइममा चिया खाजाहरु खानु, लिङ्कहरु जानु त्यसो गर्दा हो। र यो गुम्बा चाहिँ हाम्रो यता मेगलोडगञ्ज धर्मशालामा हो है, हिमाचल प्रदेशमा। तपाईहरु पनि यहाँ आउनु भएको छैन भने आउन सक्नुहुन्छ। र तपाईहरु सबैजनाले देख्नुभयो होला है भिड चाहिँ कतिको रहेछ भनेर। के भन्छ दलाई लामा जग्गा आउनु भएको है मान्छेहरु सबैजना। आजको दिन चाहिँ घिलु मलाम लास्ट हो। त्यसले गर्दा दलाई लामा जग्गा आउनु भएको र मान्छेहरु यति धेरै हुनुहुन्छ। र यसै प्रकारले तपाईहरु पनि दलाई लामा जग्गा आउनुहोस् है। दलाई लामाको गुम्बा चुलाखाङ जग्गा आउनु, चुलाखाङमा अब यसो लिङ्गुरहरु गर्नु, कराहरु गर्नु है, मानीहरु गर्नु। तपाईहरु पनि यसो आउनु भयो भने आउँदा हुन्छ। र दलाई लामा जग्गा आउँदाखेरि चाहिँ आधार कार्डहरु बुझाउनु पर्छ तपाईले है। एक हप्ता जस्तो नभए 5-6 दिन, 4-5 दिन जस्तो अगाडि आधार कार्डहरु बुझाउनु पर्छ तपाईहरु सबैजनाले है। टाढोबाट आउनेहरु छ भने त्यसो गर्न सक्नुहुन्छ। र आजको एउटा सानो भिडियो म यहीँनिर फिनिश गर्ने वाला छु। नेक्स्ट भिडियोमा भेटौँ तपाईहरु सबैजनालाई। त्यतिखेरसम्मको लागि बाइ बाइ।